नमस्कार मित्रहरू, आज हामी सिक्नेछौँ अत्यन्त शक्तिशाली योग मुद्रा आकाश मुद्रा। यो मुद्रा मनलाई शान्त बनाउने, ध्यान शक्ति बढाउने र शरीरको आकाश तत्व सन्तुलन गर्ने विश्वास गरिन्छ। यदि तपाईँ तनाव, मानसिक अशान्ति वा ध्यानमा एकाग्रता नहुनु जस्ता समस्याबाट गुज्रिरहनु भएको छ भने यो भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। आकाश मुद्रा भनेको के हो? योग शास्त्र अनुसार हाम्रो शरीर 5 तत्वबाट बनेको मानिन्छ: पृथ्वी, जल, अग्नि, वायु र आकाश। आकाश मुद्रा शरीरभित्रको आकाश तत्व सन्तुलन गर्न प्रयोग गरिने विशेष हस्त मुद्रा हो। यस मुद्रामा मध्यमा औँला र अङ्गुठालाई जोडिन्छ। यो मुद्रा ध्यान, मानसिक शान्ति र स्पिरिचुअल इनर्जी बढाउन उपयोगी मानिन्छ। आकाश मुद्रा कसरी गर्ने? अब जानौँ आकाश मुद्रा कसरी सही तरिकाले गर्न सकिन्छ। आरामसँग पद्मासन वा सुखासनमा बस्नुहोस्। मेरुदण्ड सिधा राख्नुहोस्। मध्यमा औँलाको टुप्पो र अङ्गुठाको टुप्पो जोड्नुहोस्। बाँकी 3 औँला सिधा राख्नुहोस्। हातलाई घुँडामाथि राख्नुहोस्। आँखा बन्द गरेर गहिरो सास लिनुहोस्। यसरी 15 देखि 30 मिनटसम्म अभ्यास गर्न सकिन्छ। आकाश मुद्राका फाइदाहरू: यो मुद्राले मानसिक तनाव, डर र बेचैनी कम गर्न मद्दत गर्छ। ध्यान गर्दा मन स्थिर र केन्द्रित बनाउन सहयोग पुर्याउँछ। आध्यात्मिक अभ्यास गर्ने व्यक्तिहरूका लागि यो मुद्रा धेरै उपयोगी मानिन्छ। मनमा सकारात्मक सोच र सान्त्वना भावना विकास गर्न मद्दत मिल्न सक्छ। योग मुद्रा अनुसार यो मुद्रा हियरिङ ब्यालेन्स र कान सम्बन्धी समस्यामा लाभदायक मानिन्छ। आकाश मुद्रा बिहान ध्यान गर्दा गर्नु उत्तम मानिन्छ, तर तपाईँ तनाव भएको बेला वा मन अशान्त हुँदा पनि गर्न सक्नुहुन्छ। खाली पेट वा खाना खाएको 2 घण्टापछि गर्नु राम्रो हुन्छ। यदि तपाईँलाई लो ब्लड प्रेसर वा गम्भीर स्वास्थ्य समस्या छ भने विशेषज्ञको सल्लाह लिनुहोस्। मुद्रा गर्दा शरीरलाई जबरजस्ती तनाव दिनु हुँदैन। आकाश मुद्रा केवल हातको मुद्रा मात्र होइन, यो भित्री शान्ति, ध्यान र चेतनाको प्रतीक मानिन्छ। नियमित अभ्यासले मनलाई स्थिर र आध्यात्मिक रूपमा बलियो बनाउन मद्दत गर्छ। यदि तपाईलाई आजको आकाश मुद्रा सम्बन्धी जानकारी उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोस्। यस्ता योग, मुद्रा, ध्यान र आध्यात्मिक भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। कमेन्ट गरेर बताउनुहोस् तपाईँ अर्को कुन मुद्राको बारेमा भिडियो चाहनुहुन्छ। धन्यवाद।